जवान सिंहहरू कमजोर होलान् र तिनीहरू भोकाउँछन्, तर परम प्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको के हुँदैन अरे? अभाव हुँदैन। आमेन। कसको खोजी गर्ने कुरो व्यक्तिलाई कुनै कुराको अभाव हुँदैन? परमेश्वरको खोजी गर्ने कुरामा, परमेश्वरको सङ्गतिको खोजी गर्ने कुरामा। अनि हाम्रो परमेश्वरलाई हामीले कहाँ भेटाउँछौँ त? कहाँ भेटाउँछौँ? सङ्गतिमा, वचनमा। कतिचोटि हामीले परमेश्वर खोज्नै जान्दैन। परमेश्वरले उता डाँडातिर हुनुहुन्छ कि उतातिर हुनुहुन्छ कि कतातिर हुनुहुन्छ? अहिले संसारको मान्छेहरू त्यही त छ, ईश्वरको खोजीमा। कहाँको हिमालतिर पुगेर चिसोमा बसेको छ, पानी तताएर डेक्चीमा पुऱ्याइ खोजेको छ परमेश्वरलाई। अनि तीर्थयात्रा गएको छ, खोजेको छ, भेटाएको छैन विचार। तर हाम्रो खोजी चाहिँ बाइबलमा छ। जब हामीले बाइबल पढ्छौँ, प्रभुको वचन सङ्गतिमा आउँछौँ, हामीले प्रभुको उपस्थितिमा हामीले उहाँलाई भेटाउँछौँ। प्रभुले भन्नुभयो, माग र तिमीले के पाउनेछौ? पाउनेछौ। खोज त के गर्नेछौ? हाम्रो परमेश्वर चाहिँ भेटाउने पर्ने हुन्छ। हामीले भेटाउँछौँ यदि हाम्रो साँचो हृदयले खोज्छौँ। यदि खोज्दै खोज्दैनौँ भने भेटाउन सक्दैन। अनि यही कुरा। अनि मलाई फेरि 10 पद यहाँ फेरि भन्नलाई, जवान सिंहहरू कमजोर हुन्छन् रे, तिनीहरू भोकाउँछन् रे, तर परमप्रभुको खोजी गर्नको कुनै उत्तम कुराको अभाव हुँदैन। अनि अझै मलाई यो अन्तिम पद 14 पदलाई 14 पदलाई यहाँ यस्तो मजाले भनेको छ। 12 देखि पढ्न मन लाग्यो। आओ ये बालकको मेरो कुरा सुन, म तिमीलाई परमप्रभुको भय मान्न सिकाउने छु। यो दाउदले भन्दैछ, तिमीहरूले कसैलाई जीवनमा प्रेम गर्छ र धेरै असल दिनहरू देख्ने इच्छा गर्दछन् भने, सुन्नुहोस् है, तिमीहरू कसैले जीवनलाई प्रेम गर्छ। यदि हामी कसैले जीवनलाई प्रेम गर्दछौँ भने आफ्नो जिब्रोलाई खराबीबाट र आफ्नो मनलाई झुट बोल्नबाट अलग राख। अनि अर्को के गर? खराबीबाट फर्केर के गर? असल गर, शान्ति रोज, उहाँको पछि लाग। हाम्रो विश्वासको जीवन पनि यही हो। यो उपदेश कतिजनाले पढ्नु भएको छ। यहाँ सुलेमान संसारकै सबैभन्दा बुद्धिमानी व्यक्ति, उनले जीवनमा धेरै कुराको उपयोग गरे, धन सम्पत्तिको उपयोग गरे, हजारवटा श्रीमती बिहे गरे, विभिन्न कुराहरू गर्दै गर्दाखेरि उसले ती कुरामा शान्ति भेटाएको छैन। अनि जब अन्तिम पत्रमा उनले के भनेछ? सबै कुराको निष्कर्ष यही हो कि परमेश्वरको भय मान र उहाँकै पछि लाग। हाम्रो जीवनमा त्यही हो। जे जति गरिने संसारमा, तर सबैभन्दा असल कुरा चाहिँ उहाँको पछि लाग्नु, उहाँको भय मान्नु, शान्तिको खोजी गर्नु, सङ्गतिको खोजी गर्नु, उहाँलाई हेर्नु, उहाँलाई पुकार्नु, उहाँको भय मान्नु र उहाँलाई चाखेर गर्नु। यी कुराहरू हामीले हाम्रो जीवनमा चाख्छौँ भने साँच्चै नै मैले मेरो जीवनमा धेरैचोटि प्रभुको त्यो कुरालाई अनुभव गरेको छु, त्यो आशिषलाई पाएको छु। तपाईँहरूले पनि पाउन सक्नुहुन्छ। अनि तपाईँले के कुरा एकचोटि भन्नु त? खोज्ने, हेर्ने, पुकार गर्ने, भय मान्ने, पारख गर्ने। अनि यी जीवनमा कहिले पनि यो 5वटा कुरालाई तपाईँले नबिर्सिनुहोस्। अनि जब यो कुराहरू तपाईँले आफ्नो जीवनमा, जसरी दाउदले पनि यो कुराहरू चाहिँ आफ्नो जीवनमा उपयोग गरेको थियो र उनलाई परमेश्वरले विभिन्न समस्याबाट छुटकारा दिनुभयो, समस्याबाट निकाल्नुभयो। र त्यही कारण याद हामीलाई पनि परमेश्वरले त्यो कुराबाट निकाल्नुहुन्छ जब हामीले परमेश्वरको खोजी गर्छौँ भनेदेखिलाई। आज हुनसक्छ हामी धेरैजना कार्ड दिन्छौँ, बिमारीमा छौँ, अभावमा छौँ, कार्ड छैन, हामीलाई पुलिसले समात्छ कि भन्ने विभिन्न खालको डरमा हामी बाँचिरहेका छौँ। तर यो कुराहरूलाई तपाईँले जीवनमा यो चाबीलाई 5वटा चाबीले जीवनमा जहिले पनि प्रयोग गरेर लाग्नुहोस्। तपाईँ केही कुरादेखि डराउनु पर्दैन। परमेश्वरको छात्र छाया तपाईँमाथि छ, परमेश्वरको सुरक्षा तपाईँमाथि छ। तर तपाईँले गर्नुपर्ने काम चाहिँ यही हो, परमेश्वरको खोजी गर्नु, सङ्गतिको खोजी गर्नु, प्रार्थनाको कुरा खोजी गर्नु। विश्वासीले हाम्रो मण्डलीलाई चाहिँ कहाँ हो, कुन दुलामा छ भनेर खोजी गर्न नपरोस्, अगाडि खोजी नगर्नु परोस् के तपाईँ आफै खोज्दै परमेश्वरको प्रतिमा आउनु, त्यो चाहिँ आशिषको। हालेलुया। हुन्छ, प्रभुलाई धन्यवाद। आजको वचनलाई म यही राख्न चाहन्छु। छोटो हामी प्रार्थना गर्नेछौँ। यस समय तपाईँ आँखा बन्द गर्न सक्नुहुन्छ। हे प्रभु, प्रभुलाई भन्नुहोस्, मैले जीवनमा धेरै विभिन्न कुराहरू खोजी गरेँ, धेरै कुराहरू हेरेँ, धेरै कुरा मेरो बुहार चाहिँ अन्तै कुराहरूमा भए। मेरो पुकार चाहिँ मेरो डर प्रभु तपाईँको डर भएमा रहेन, मेरो पारक चाहिँ प्रभु तपाईँको भएन। प्रभु आजको वचनद्वारा प्रभु म तपाईँको खोजी गर्छु। तपाईँको वचनले पनि हामीलाई यही कुरा भन्दछ, पहिला उहाँको राज्य र धार्मिकता खोजी गर र तिमीहरू सबै कुरा त्यसमा थपिनेछ। प्रभु तपाईँको वचन यही भन्दछ।
जसले खोज्छ उसले भेटाउँछ। हो प्रभु, तपाईँलाई धन्यवाद आजको वचनको निम्ति अनि आजको यो सबै कुराको निम्ति। आज हामी तपाईँको वचनको अनुसार यदि हामीले तपाईँलाई खोज्छौँ, तपाईँको लाई हेर्छौँ, तपाईँलाई पुकार गर्छौँ, तपाईँको डर भएमा मान्छौँ भने जुवान सिंहन कमजोर हुन भोकाउला, तर तपाईँको खोजी गर्नेलाई कुनै कुराको अभाव हुँदैन भनेर तपाईँ वचन गर्नुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद आजको वचनको लागि, धन्यवाद सबै कुरोको निम्ति। प्रभु आशिष दिनुहोस् येशू ख्रीष्टको नाममा, आमेन। प्रभुलाई धन्यवाद दिनुहोस्। अनि